सम्पूर्णलाई नमस्कार। जेएनजीको आन्दोलनमा भाद्र 23 र 24 गते जुन जनजनको क्षति भयो, जुन राष्ट्रले देशमा गरिखाउँ लडिखाउँ भनेका युवाहरू, दक्ष जनशक्तिहरू जसरीले शहादत प्राप्त गरे, आफ्नो आहुति दिए, शहीद बने, ती शहीदहरूको परिकल्पनालाई साकार बनाउनको लागि अब हामी देशमा रहेका सम्पूर्ण देशवासीहरूले हातमा हात मिलाएर, हैसे मिलाएर यस कार्यलाई सफल बनाउन अति आवश्यक छ र ती युवाहरूको सपनालाई साकार बनाउन, ती जेएनजीहरूको भावनालाई सफल बनाउनको लागि यति धेरै युवाहरूले आफ्नो शहादत प्राप्त गरेर ल्याएको उपलब्धिलाई संस्थागत गरेर अगाडि बढाउनको लागि सम्पूर्ण नेपालीहरूले हातमा हात मिलाएर सबै क्षेत्रबाट सबैले सहयोग गर्न अति आवश्यक छ र यसै सन्दर्भमा ती दिवगत आत्माहरूको चिर शान्तिको कामना गर्दै, मृत परिवारहरूको मोक्षको कामना गर्दै, परिवारजनमा सुख शान्ति समृद्धि र धैर्य धारण गर्ने शक्ति पशुपतिनाथले प्रदान गरून् भन्दै सम्पूर्ण दिव्य आत्माहरूलाई चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छौँ। विश्व शान्ति आध्यात्म विज्ञान समाज रूपन्देही, सरस्वती योग साधना केन्द्र, मणिग्राम, रूपन्देही। हस्त, धन्यवाद।